अहिले हामीहरू बर्मरखेल कटेर ठ्याक्क यहाँ तल फाँटमा आइपुग्यौँ। यहाँबाट उयो माथि डाँडा हुँदै उता त्यो माथि डाँडाको उतापट्टि छ अरे कागेश्वरी मन्दिर। निकै पर छ, हामी त त्यहीँ होला भनेको त यता हुन त होइन रहेछ नि त। यो बाटोमा यहाँ कति राम्रो रिसोर्ट रहेछ। यो रिसोर्टको नाम के रहेछ? सर्भिस सेक्वा अरे। हामी क्रोपाक घुम्नलाई यो डाँडामा आइपुगेका छौँ। यो थुप्रै गाडीहरू छन्, मान्छेहरू थुप्रै आउनु भएको रहेछन् पिकनिक गर्ने। यहाँ कति हो गाडी, थुप्रो गाडी छ, 15-20 गाडी छ। उता छ, यता गाडी छ, उता छ, यता पछाडि पुरा टन्न गाडी छ। गाडी आज मार्केटै रहेछ जस्तो छ। स्टेप स्टेप कराइ छ। क्रोपाक जाने बाटो त उकालै रहेछ। ल आइपुग्ला के हो है। मान्छे जान्नै। ल यहीँ रहेछ क्या क्रोपाक। यो माथि हो जस्तो छ क्रोपाक। ल यस्तो पो रहेछ त। चिसो रहेछ, चिसो एकदम चिसो। यता पनि मान्छेहरू पुरा टन्नै पिकनिक स्पट रहेछ यता। आज मेरो मोबाइलले धोका दियो। आइक्लाउड फुल भयो भन्छ। हेलो, सन्चै छौ? कस्तो लाग्यो? चिसो रहेछ नि? पुरा चिसो। आइगएछ नि त, यही पो रहेछ त। ल म यहाँको वरिपरिको भ्यू। हामी काठमाडौँदेखि आएको यहाँ 18 किलोमिटर रहेछ हाम्रो घरबाट यहाँ आइपुग्नलाई। जस्ट वान वे। डाँडा पाखाहरू छ यहाँ सब। ल डाँडा पाखामा डेकोरेसन गरेर रमाइलो बनाएर छ। मान्छे घाम ताप्न सजिलो रहेछ। मान्छेहरू खाना बनाउँदैछ नि यतातिर। ल क्रो यही रहेछ। काग उड्न लागेको रहेछ। काग उड्न लागेछ यहाँ। यहाँ त सब्जी दोकान पनि रहेछ हौ। ल साग खिच्ने मान्छेको भिड। माथिको जङ्गल डाँडामा रहेछ। काग उड्न लागिरहेको छ। कागले चिट्ठी बोकेर हिँड्दै रहेछ। यहाँको गाउँलेहरूले साग सब्जी पनि लिएर गएका छन्। यहाँ माथि स्टेज पनि रहेछ।
ल पिकनिक स्पटको लागि एकदम दामी ठाउँ रहेछ घुम्नको लागि पनि यसो टाइम पास रमाइलो आज टन्नै मान्छे रहेछ ल क्रोक पार्क घुम्न आएको रमाइलो लाग्यो रमाइलो ठाउँ रहेछ चिसो चिसो हावा डाँडामा जङ्गलको बिचमा रहेछ कागको यत्रो ठुलो मूर्ति रहेछ कागले चिठी बोकेर आउँदैछ है तपाईँहरूलाई भेट्नु पर्खिराख्नु होला रमाइलो रहेछ यो गेटबाट कागेश्वरी मन्दिर जान्छ यो यताको बाटो चाहिँ माथि क्रो पार्क जान्छ हामी कागेश्वर महादेवको प्राङ्गणभित्र छौँ हाताभित्र छौँ यो यस्तो रहेछ आज मान्छेहरू धेरै आएको देखिन्छ यतापट्टिबाट मेन बाटो यता रहेछ तर धेरै आउँछन् पानीको धारा रहेछ पानी चाहिँ आएको रहेछ भर्खर बनाएको रहेछ यो नुहाउने धारा रे यो यस्तो छ पानी खोला यस्तो रहेछ यहाँ गणेश मन्दिर रहेछन् यहाँबाट मास्टर गएर हेर्नुभयो अब स्कुले नानीहरूको घुमघाम रहेछ अब स्कुले नानीहरूको शैक्षिक भ्रमण रहेछ यहाँ साँडे गोरु रहेछ पुल नानीहरूको आज के रहेछ यो झरना कागको प्रतिमा पनि रहेछ पानी माथि झरेको छ सरल पानी झरेको छ आज स्कुले बच्चा नानीहरूको घुमघाम रहेछ माथि मन्दिर रहेछ सानो मन्दिर रहेछ पानी wow what a beautiful waterfall एकपल्ट माथि गएर हेर्नु पर्यो माथि मन्दिर गएर हेर्नु पर्यो कस्तो रहेछ आज खोकी लाग्ला जस्तो भइरहेको छ मलाई पनि के हो यहाँ मन्दिर आज स्कुले नानीहरूको शैक्षिक भ्रमण रहेछ पुरा खुसी छन् उफ्रेर नाच्दैछन् हेलो क्रो गोल्डन क्रो रहेछ त्यो माथि पार्कमा भएको चाहिँ ब्ल्याक एन्ड क्रो यहाँको मन्दिर त्यस्तो छ
ल यहाँ खोपीभित्र मन्दिर रहेछ र पुजारी बा टिका लाउँदै हुनुहुन्छ हरा हरा जान गयो वर्षामा चाहिँ ठुलो हुन्छ जस्तो छ पानी र माथि दुलोबाट झर्नु यहाँ त्रिशुल रहेछ ठुलो ल यतापट्टिबाट यस्तो ल कागेश्वरी मन्दिरको परिसरभित्रको दृश्य है यो हो यहाँ तल गोल्डन काग रहेछ पानी कस्तो राम्रो झरेको यहाँ तल केटाकेटीहरू आज रमाएका छन् यता माथिबाट झर्न झरेको छ यो भित्र मन्दिर सानो खोपी रहेछ खोपीमा बनाएर राखेको मन्दिर राम्रो छ लुकिङ ग्रेट यहाँको विशेषता यहाँको झरना रहेछ झरना राम्रो छ ओइ जङ्गलभित्र खोल्सामा रहेछ यस घुम्नलाई रमाइलो ठाउँ लाग्यो हामीलाई तपाईँहरू पनि आउनु होला घुम्नलाई यी नजिकै छ सहरबाट धेरै टाढो पनि होइन जम्मा 15 किलोमिटर जति छ काठमाडौँबाट ल यस्तो छ है अब बच्चाहरूको प्रोग्राम सकियो जस्तो छ ए जङ्गल माथिसम्म ल हेलो हेलो ल ल यो सुभाष राई ल ओके गाइस ओके हेलो ल है आजको दिन पनि अब गयो कागेश्वरी मन्दिर घुम्न आएको घुमेर पनि फर्केको अब फर्केको अवस्था कागेश्वरी मन्दिर पस्ने यो गेट हो यहाँबाट भित्र पसेर र जाने पर गहिराभित्र छ मन्दिर अनि यो चाहिँ यो कागेश्वरी जङ्गल रहेछ यहाँबाट उता त्यो पल्लो चाहिँ अर्कै जस्तो छ पल्लो कुन जङ्गल हो त्यो कागेश्वरी त होइन नि सबै दुइटै मिसिए जस्तो छ यहाँ त्यो पल्लो चाहिँ उसको जस्तो सुन्दरी जलको जङ्गल छ त्यो माथि माथि त्यो उतापट्टि त्यो शिवपुरी जस्तो छ त्यो माथि चुच्चो छ नि शिवपुरीको शिर जस्तो छ अनि यस्तो छ यहाँबाट देखिने दृश्यहरू है यो यस्तो छ ल रमाइलो देखिन्छ यहाँबाट आज घाम पनि लागेको छ यो तल चाहिँ के छ भने त्यो ठुलो 1 2 3 4 5 6 7 वटा लाइन छ पोखरी जस्तो छ माछा पालेको छ कि क्या त्यहाँ ल यो उता त्यो गोकर्णको त्यो परको जङ्गल गोकर्णको डाँडा रहेछ उता त्यो जोरपाटी देखियो सिधा उता त्यो पशुपति एयरपोर्ट पर रहेछ उहाँ यहाँ देखिँदो रहेछ यता यो एरिया यो तलको गहिरा मोलपानी एरिया रहेछ यो उता पारी भक्तपुर यहाँबाट त्यो अलिकति हाइट देखिन्छ त्यो चाहिँ चाँगु नारायण रहेछ चाँगु नारायण माथिको सिधा डाँडा गयो डाँडा त्यो जङ्गल अनि उता
त्यो जङ्गलमा उँधो झरेर उता जाने एउटा बाटो छ त्यो चाहिँ उता नगरकोट जाने बाटो छ त्यो माथि लास्टको डाँडा चाहिँ नगरकोटको डाँडा हो है त्यो हामी एकपल्ट त्यो डाँडै डाँडा घुमेर गएको थियौँ 2 साल पहिला ल है साथी हो अन्तमा घुम्यो घुम्यो थाक्यो खाजा पो खाइए मोमो किमा नुडल्स एकदम स्वादिष्ट थियो अगाइयो अब हिँड्ने घर खाएर